आइदिनु होला। हेलो साथीहरू, वेलकम टु माई मिनी ब्लग। स्वागत छ तपाईँहरूलाई मेरो ब्लगमा। आज चाहिँ हामी जरबरमा आएको छौँ पौडी खेल्नको लागि होइन साथीहरू। सो हामी चाहिँ अब साथीहरूलाई पर्खिँदैछौँ। यहाँनिर 3 जना साथीहरू आउनुहुन्छ अरे, तर सो अब कतिखेर आउनुहुन्छ तपाईँहरूलाई म देखाउँछु नि। मेरो कन्टिन्यू ब्लग स्टार्ट हुन्छ साथीहरू। हामीले चाहिँ यहाँ चटपटे खाएको थियौँ आन्टीकोमा, एकदमै मिठो होइन। यो चाहिँ जरबलको अगाडि छ, यहाँ चाहिँ चटपटे दामी पाउँछ साथीहरू होइन। हामीले चाहिँ अब खाएर बसिरहेको छौँ। अहिलेसम्म आइपुगेको छैन हाम्रो साथीहरू चाहिँ, अनि त्यही भएर हामी चाहिँ वेट गर्दै। चिसो आइटमहरू सबै थियो अनि चटपटे। त्यही त आन्टीकोमा चाहिँ आइदिनु होला, तर छैन, चिया पाउँछ, मिठो मिठो चटपटेहरू पाउँछ, सबै A1। ल साथीहरू, यो आन्टीको दोकानमा चाहिँ चटपटे खाना आइदिनु होला कृपया। तपाईँहरू यहाँ नआउँदाखेरि होइन चटपटे खाना आइदिनु होला। एकदम दामी पाउँछ चटपटे, पानीपुरी, चिसो आइटम सब पाउँछ होइन, कोल्ड ड्रिङ्कदेखि लिएर। अब चाहिँ एकदमै बबाल चलिरहेको छ साथीहरू, देख्न सक्नुहुन्छ। यहाँ चाहिँ यस्तो दामी हावा आइरहेछ नि, यहाँनिर चाहिँ झन्डै लडिन्छ क्या हो। यो चाहिँ हाम्रो जरेबर होला, यो चाहिँ खतरा छ यो पनि। सो गाइस, अब चाहिँ हाम्रो फाइनली हाम्रो साथीहरू चाहिँ आइसक्नु भएको छ। हाम्रो मेन साथीकै त नि। जाऊँ न त नि। अब हामी चाहिँ जाँदैछौँ होइन गाइस। फाइनली आइसकेको छ हाम्रो साथीहरू चाहिँ। तपाईँहरूलाई म युट्युबमा मात्रै हाल्छु नि, भ्लगमा। 1 घन्टा जति नै पर्ख्यौँ नि हामीलाई थाहा छ। तपाईँहरू हिँड्दै आउनुभयो जस्तो लाग्यो मलाई त। जाँदैछौँ बाटो जस्तो छ साथीहरू होइन। हामी चाहिँ अब 3 जना साथीहरू चाहिँ पछाडि आउँदै हुनुहुन्छ। हामी चाहिँ जाँदैछौँ बिस्तारै होइन भाइ। बिस्तारै आउनु लडेलाई फेरि तपाईँहरूलाई देखिँदैन हौ। आउँदैन हौ, एडिटमा आउँछ, एडिटमा पुरै। तपाईँहरू देखिनुहुन्न क्या। तपाईँहरू कति साह्रो हामीलाई डिस्टर्ब गर्नुभएको भन्नु। तपाईँलाई देखाउँदिनँ नि त केही बोला न हौ राजा यार यहाँनिर। के भन्नु दाइको च्यानललाई के भन्छ, लाइक कमेन्ट सब्सक्राइब के सबै गर्नु पऱ्यो नि त होइन। तपाईँहरूलाई चिन्दैन हौ पछाडिकोलाई, कस्तो यो क्यामेरा हेर्नु न, क्लियरै आउँदैन। दाइको च्यानललाई सब्सक्राइब गरिदिनु सक्दैन ल दाइ च्यानल। साथीहरू हामी चाहिँ अब आइसकेको छौँ घरमा। कहाँ जाने हो हामी चाहिँ? हामी चाहिँ अर्ग्यानिक पुल आइसक्यो। देख्न सक्नुहुन्छ यहाँ चाहिँ पुल आइसकेको छ हाम्रो। सिलमा छ माथि तल झिर सिलेर होइन, झिर सिलेर माछा मारेर होइन अर्ग्यानिक तरिकाले माछा मार्दैछ यहाँनिर चाहिँ। हामीले फाइनली यो पुल चाहिँ कटिसक्यौँ। ठुलो खालको पुल रहेछ यो। नुहाउनु जाँदैछौँ। भाइले चाहिँ देखिसक्नुहुन्छ यहाँ बढी के हो। चस्मा लगाउनु न, के भएको हुन्छ त। तपाईँहरूकै त हो नि यो खोला। हामी चाहिँ अब नुहाउनुको लागि जाँदैछौँ। यहाँ जग्गा हेर्दैछौँ होइन, यस्तो छ घारी खोला छ। भाइले माछा पनि मारेको होला होइन। हिँड न हौ राजा। अब त हामी खोला ताउनु पर्ने हुन्छ यहाँनिर। यस्तो छ खोला, आमा मारेको मारेन भाइ।
फाइनली अब कहाँ नआउनु हो राजा हामी बुनुहरू चाहिँ पुरै लडेछ यहाँ छ हाम्रो सानो बुनु माथिबाट भाइ होला त्यस्तो छ भाइ कहाँदेखि आएको तिमी भाइ गोदावरी तिमीलाई भ्लगलाई सब्सक्राइब गर है राजा हामी चाहिँ अब फाइनली नुहाइसक्यौँ होइन देख्न सक्नुहुन्छ यहाँ चाहिँ रिल्याक्स पारामा हाम्रो भिडियोहरू चाहिँ यहाँ राम्रो कुराहरू चाहिँ यहाँनिर चाहिँ परमा अघि कस्तो पनि देखाइदिइरहेको थियो अघि पट्टु पनि देखाइदिइरहेको थियो पिङ्क कलरको भनेर अब चाहिँ हामी पौडी खेल्दैछौँ यहाँनिर के पऱ्यो भने जरा भिडियो लगाएर यसो यसमा यहाँदेखि बिस्तारै जानु नि चिप्लिन्छ नि फेरि गाई त अब त म चाहिँ माथितिर पुगेर आउँछ यार यहाँ माथिको नजरहरू पनि देखाउनु पऱ्यो नि त होइन यहाँ नआउँदै गर ल म माथि गएर आउँछु अब म चाहिँ तलपट्टि लग्यो नौको जाँदैछु म चाहिँ खोला माथि दिनमा अब चाहिँ हामी जाँदैछौँ हुन्छ ल हामी चाहिँ अब चिलमा अब यस्तो यहाँ छ यहाँ अब त म माछा मार्दैछु गाई त्यहाँनिर देख्न सक्नुहुन्छ फिसिङ हन्टिङ यस्तो छ पानी गाई जाँदैछु म चिलमा छु अब भिडियो पनि बनाउँदै होला त्यति हाम्रो साथीहरू चाहिँ अब चिरमा पौडी खेल्न जाँदैछ पौडी खेलेको केही हुँदैन हो केही हुँदैन म हाल्दिनँ नि त आफूहरूलाई केही हुँदैन यहाँ हेर्नु नि खै बुनुलाई पनि देखाउनु त हल्का 1000 रुपियाँ हो र यहाँ बसेर भिडियो बनाउँदा ठिक हुने रहेछ यहाँ हेर र ठिक छैन हामी चाहिँ आज पौडी खेल्नको लागि आएको छौँ यो बुनुहरू चाहिँ थियो हामी चाहिँ अब नयाँ छौँ यहाँ देख्नुहुन्छ मेरो भाइ साथीहरू छ यताहरू त बुनु हाई भन न हौ अब चाहिँ म तल जान्छु यहाँ तल पनि धेरै छ मान्छे गाइस हामी चाहिँ अब फाइनली सिरिज छ यहाँनिर म चाहिँ अब घर आइसकेँ मेरो घर आजको लागि चाहिँ भिडियो यति नै थियो साथीहरू नयाँ साथीहरूले चाहिँ मलाई सब्सक्राइब फलो लाइक कमेन्ट गरिदिनु होला सेयर पनि गरिदिनु होला सो त्यति भन्दा आजको भ्लगलाई चाहिँ बिदा लिन चाहन्छु बाइ बाइ साथीहरू